जापानमा एउटा भनाइ छ, यदि तपाईँ रङ ट्रेन चढ्नु भएको छ भने अर्को स्टेसनमै झर्नुहोस्, किनकि फिर्ता आउन लाग्ने भाडा र समय त्यति नै महँगो पर्न जान्छ। सबैजना नमस्कार, म अशोक। आज पनि नयाँ कथा लिएर हजुरहरूसम्म आएको छु। आज कथा चाहिँ रङ ट्रेन भन्ने विषयमा रहेको छ। यहाँ यस कथामा रङ ट्रेन भन्नाले चाहिँ गलत अवस्थालाई बुझाइएको छ। कथा कस्तो छ भन्दा चाहिँ कुनै कुराहरू हुन्छन् जुन कुराहरूलाई थाहा हुन्छ कि यो अवस्था गलत छ, त्यही पनि हामी त्यही अवस्थामा हिँडिरहेका हुन्छौँ। त्यसैको बारेमा आज कथा रहनेछ। कथा सुरु हुन्छ यसरी। एउटा चाहिँ राम नामकको युवक रहेछ। ऊ चाहिँ पोखरा जानुपर्ने रहेछ। अनि ऊ बस पार्क पुगेछ। बस पार्कमा चाहिँ जाने बित्तिकै एउटा बस चाहिँ हिँड्न लागेको रहेछ। ल है बस छुट्न लाग्यो कि भनेर ऊ फटाफट बसमा चढेछ। अनि बस केही समय हिँडेछ। अलिक समय बितिसकेपछि उसले चाहिँ बाहिर यसो झ्यालबाट बाहिर हेरेछ। बाहिर चाहिँ के थियो भन्दा एकदमै समथल ठाउँ रहेछ होइन। अलि त्यो तराई जस्तो एरिया रहेछ। ऊ एकछिन छक्क परेछ। होइन, पोखरा त अलिकता पहाडहरू देख्नुपर्ने हो, अलिकता खोजहरू देख्नुपर्ने हो। यहाँ त पुरै समतल देखिरहेको छ। कतै गलत ठाउँतिर त म आएन भनेर चाहिँ उसलाई लागेछ। अनि उसले चाहिँ साइडको मान्छेलाई सोधेछ, दाइ यो बस कहाँ जाने हो भनेछ। अनि त्यो साइडको मान्छेले चाहिँ, भाइ यो बस त वीरगन्ज जान्छ नि भनेछ। ला ऊ छक्क परेछ। ला म त गलत बस चढेछु। यो बेलामा उसँग दुईवटा विकल्प उसको दिमागमा आएछ। एउटा विकल्प उसले चाहिँ के भन्दा, पहिलो विकल्प चाहिँ अब यति भाडा तिरिसकेँ होइन, यति धेरै टाढा आइसकेँ, अब म वीरगन्ज पुग्छु र यसो फर्केर आउँछु होइन, फेरि त्यहीँबाट फर्किन्छु भनेर उसले सोचेछ। यो पहिलो विकल्प उसको भएछ। दोस्रो विकल्प उसको के भएछ भन्दाखेरि चाहिँ, होइन त्यति धेरै टाढा गएर के गर्ने होइन, पैसा गरेर ठिकै छ त, समय पनि जान्छ मेरो, त्यही भएर म नेक्स्ट स्टेसनमा झर्छु र फेरि त्यहीँबाट फर्केर फेरि म पोखरा जान्छु भनेर उसले सोधेछ। अनि त्यसअनुसार त्यसले दोस्रो विकल्प चुज गरेर चाहिँ त्यो नेक्स्ट स्टेसनमा ऊ झरेछ। त्यसपछि ऊ के गरेछ भन्दाखेरि फेरि फिर्ता आएर बस पार्क आएछ। अनि चाहिँ फेरि राम्रोसँग उसले चाहिँ पोखरा जाने बस फेला पारेर पोखरा पुगेछ। कथा यहीँ सकिन्छ। यस कथाको सन्देश चाहिँ कहिलेकाहीँ हामी मानिसहरू चाहिँ आफ्नो भुलवश भनौँ न, भुलवशले गर्दा चाहिँ गलत जागिरको, गलत सङ्गतको, गलत बाटोमा हिँड्छौँ र गलत बानीको विकास गरेका हुन्छौँ है। त्यो बाटोमा हिँडिरहेका हुन्छौँ, गलत ट्रेन चढ्छौँ। तर पछि हामीलाई रियलाइज हुन्छ कि यो त गलत बाटो अनि थाहा हुन्छ, तैपनि हामी चाहिँ त्यहाँबाट झर्न खोज्दैनौँ, गलत ट्रेनबाट हामी झर्न खोज्दैनौँ। किनकि यत्रो लगानी गरिसके, यति टाढा आइसके, अब कसरी झर्नु भन्ने हुन्छ। तर त्यो थाहा पाउने बित्तिकै यदि हामी झऱ्यौँ भने या त्योबाट हामी ओर्ल्यौँ भने चाहिँ, त्यो ट्रेनबाट ओर्ल्यौँ भने चाहिँ त्यति ढिलो पनि हुँदैन। पुनः त्यहाँबाट हामी फिर्ता आएर फेरि हामी सही बाटो पनि जान सक्छौँ भन्ने चाहिँ यो कथाको चाहिँ सन्देश थियो। हस् त, सुन्नेलाई सुनको माला, भन्नेलाई फुलको माला, कता बैकुण्ठम जाला, भन्ने बेला टुप्पी गाइजला। नमस्कार।